भाइटिकाको तयारी हुँदै होला। अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजनाले अन्तिमसम्म हेरेर साथ दिनुहोला। अनि लाइक कमेन्ट सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, अनि के भन्छ सब्सक्राइब गरिदिनु होला प्लिज। खासै राम्रो भिडियो त बनाउन आउँदिनँ, तर पनि सबैजनाले हेरेर साथ दिनु होला। अनि सबैजनालाई ह्याप्पी तिहार। सबैको घर घरमा आज सबैजनाको भाइटिकाको तयारी हुँदै होला। सबैजनाले राम्ररी मनाउनु होला भाइटिका। अब म चाहिँ रेडी गर्दैछु। म चाहिँ अघि नै भिडियो बनाउँछु भनेर सोचेर त्यस्तै बिर्सेछ। चाहिँ अहिले आलु काटिरहेको छु आलु बनाउनको लागि। अनि अन्डा बोइल हुँदैछ मेरो यता। अनि त्यस्तै म चाहिँ अघि पसल गएँ। आलु पनि सबै कस्तो बिग्रेछ हौ। अनि मासु ल्याएँ, केरा ल्याएँ। खै कसरी मनाउँछ, कसै त्यस्तो राम्रो गरी त मनाउनु आउँदैन भाइटिका। हामीलाई चाहिँ टिका मात्रै लाउन आउँछ, सामानहरू चाहिँ के रेडी गर्नुपर्ने हो खासै आउँदैन। अनि सबैजनाले हेरिदिनु होला। सबैजनाको घर घरमा आज चाहिँ रमाइलो भइरहेको होला। सबैजनाको दाजुभाइहरू एक ठाउँ जम्मा भएर, दिदी बहिनीहरू एक ठाउँ जम्मा भएर होइन तिहार मनाउने, वर्षमा एकचोटि आउने तिहार हो, मनाउनु परिहाल्यो। हाम्रो चाहिँ एकजना मात्रै हुनुहुन्छ दाइजी एकजना मात्रै हुनुहुन्छ। हाम्रो दिदी बहिनी चाहिँ 3 जना। एकजना नआउने कुरा भइहाल्यो, नआउने रे भन्ने कुरा सुने, आउँदैन रे। अब 2 जना छन्, हेरौँ कस्तो हुन्छ। खासै त्यस्तो गरेर आउँदैन। टिका लाउन थालेको पनि कति भयो। यसपालि गर्दा मैले जम्मा 3 जोडी लाउँछ दाइलाई टिका। यत्रो वर्षमा धेरै लामो कहानी छ। यस्तो हामी सँगै भएर पनि यत्रो वर्षमा किन टिका लाउनु कस्तो सबै मेरो टक्रुक भइसक्यो। जम्मा 3टा मात्रै उसिनेको क्या अन्डा चाहिँ। जम्मा 1 जना आउँछ नि त, 2टा हालिदिन्छु, एउटा होस्। अनि 2टा जति चाहिँ फ्राई गर्नुपर्छ। त्यही हो गाइज। मेरो एङ्गल क्यामेराको एङ्गल पनि मिलेन ल, त्यही राखिदिएको छु। मिलेछ त खानै भएन। म फ्राई गरौँ, स्विट फ्राई गर्नु पऱ्यो। ठ्याक्कै पारेर हाम्रो अगाडि, अनि त्यसपछि नमक गर्नु पऱ्यो। त्यसपछि रहेछ यहाँ राख्दै, कता राख्दिउँ, यहाँ राख्दिउँ। यहाँ राखेर आउँछ र सँग मान्छेहरूको त महँगोको माइक भएर के हो, अरूको त ठुलो सुन्छु त साउन्ड। मेरोमा चाहिँ कति सानो सुनेको त। यो नि मान्छेले गिफ्ट ल्याइदिएको माइक। यस्तो हो न, ठाडो हुँदैन नि। तेल बेसी नै के हो गाइस। तेल हाले कसरी बनाउँछ मलाई थाहा छैन। म अब यत्तिकै फ्राई मात्रै गरिदिन्छु जस्तो सुनिरहेको छु। मलाई आउँदैन र के गर्नु। मलाई झन् आजभोलि त तरकारी पकाउन भन्ने चाहिँ केही पनि आउँदैन। मिर्ची पड्काइदिनु क्या हो, ला धेरै भएको जस्तो भयो। धेरै भएको जस्तो आलु 5वटा जति गरेको हुने रहेछ। आलू की ताल बेटी कहाँ गई रे,
बंगन के टोकरी में सो रही है, आलू की चाल बटा कहाँ गई रे, बंगन के टोकरी में सो रही है, बंगन के टोकरी में सो रही है, आलू की चाल बटा कहाँ गई। ए नि लै यस्तो पनि हुन्छ आलुदम के भन्छ ए सेट धन्नै नराटेको। मेरो आज कस्तो राम्रो देखिरहेको क्यामेरा टाढा भएर नि टिक 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 टिक। पुगेला कि पुगिला कि पुगिँदैन हो नुन। गाइस सबैजनाले चाहिँ मलाई सपोर्ट गरिदिनु ल। मेरो एउटा सपना छ कि मलाई यसो भिडियो बनाउनु सपना। भिडियो त बनाइरहेको छु होइन, भिडियो बनाउनलाई कसैले रोक्नु होइन, आफ्नो इच्छा हो। तर सबैजनाले सपोर्ट गरिदिनु न के। त्यही हो, सबैजनाले साथ दिनु होला, सपोर्ट गरिदिनु होला। लु के भयो भयो धुलो खोर्सानी हालिदियो। मलाई नि त्यो टुल्लु बेबी के त्यसको जस्तै बानी गइसक्यो है भन्ने खुब चलिरहेछ मैले ट्रेन्ड। यो 2 लाइन मेरो साथीको लागि, भाइको लागि भन्नु पर्यो। आज भाइ यो 2 लाइन मेरो दाइको लागि। आज हो ह्याप्पी तिहार अनि आजको दिनमा माला गाँसेको जस्तै हाम्रो सम्बन्ध सधैँ गाँसिरहोस्। घाटीको माला सुकेर गए पनि सधैँ नै दुबै छै मौलाई रहोस् अलिकति तेल कम भयो कि के हो मेरो आलुमा हुँदैन र। उड़ते ही फिरो इन हवा में उड़ गई। बाई बाई गाइस, अहिले पछि बनाउँछु भिडियो। कति सेतो देखेको क्यामेरामा झन् यति भयो। मेरो पनि सक्यो। म चाहिँ रेडी भएँ। रेडी चाहिँ भएको छैन, मेकअप गर्न लाग्यो। म चाहिँ यहाँ के भन्नु अब है, मलाई होइन कुन इयररिङले सुहाउँछ ल। एउटा यो भयो होइन, के यो लगाइदिनु त त्यसले हुन्छ नि। यो त फेरि टप यसले सुहाउँछ कि व्हाइटै लगाउने। मेरो इयररिङहरू चाहिँ बेच्नु पर्ला यार, ट्रिपमा इयररिङहरू पनि कति धेरै छ भने कसैलाई चाहिएमा भन्नु होला मेरो सामानहरू। के लगाउने के लगाउनु आया
झुम्का एउटा मात्रै रहेछ यो पनि कहाँ गयो हराउँछ यो कति झुम्काहरू एउटा यो है यो चाहिँ दसैँको यो पनि दसैँकै हो यो चाहिँ पहिलाको पहिलाको दसैँ ला छैन रहेछ यार एउटा मात्रै कति लाउनु एउटा हामी यो लगाउँछु यता अनि यता म घडी लगाउँछु झुम्का यो लगाउने भनेको हराएछ एउटा छैन रहेछ पायो भने लगाउँछु के लगाउने खासै त्यही भएर गाई यति हो क्या मेरो मेकअप म मेकअपै गर्दिनँ के भन्नु यति हो सक्यो मेकअप मेरो यहाँ उलायो के भन्छ त्यसलाई अनि हल्का आई स्याडो लगाएँ के भन्छ त्यही लगाएँ त्यति हो अनि हल्का सनस्क्रिन गरेँ लिप बाम लगाएँ त्यही हो मेरो मेकअप त्यही हो मेरो मेकअप पनि त्यही हो कि धनगढीको चुरोट कञ्चनपुरको सलाई धनगढीको चुरोट सलाई हुन्छ कसले भिडियो बनाइदिनु टिका लगाउने बेलामा मोबाइल स्ट्यान्डमा राखेर बनाउनु बेला कपाल चाहिँ कस्तो गरौँ गाइज यत्तिकै छोडौँ यत्तिकै छोड्नु बेला है मोबाइलमा त राम्रै देख्दो रहेछ हौ फोटो खिच्यो ए म सामान देखाउँछु Oh my god, आज त टिका सिका लगाएपछि त सुत्दै भएछ गाइस दिनभरि हैन भर्खर उठेको 6 बजिसक्यो अहिले चाहिँ अब मेरो भिडियो चाहिँ यतिमै इन्ड गर्छु कि भिडियो पनि बनाउन पाएर मेमोरी फुल भएर दाइकोबाट बनाएको छु त्यही अलिअलि जोड्छु त्यही हो बाई बाई एभ्रीवन सबैजनाले हेरेर साथ दिनु होला।